नमस्ते। आज चाहिँ म टिकटक बनाउन आएको छु गाइज। गाइज आज चाहिँ हामी मामा भान्जा भने के भन्नु थियो अहिले लाट्टाले लिएर बारीको पाटा पुर्याइदिन्छु अनि थाहा हुन्छ भएर टिकटक बनाउन आएका यता हो पार्टी आएको छौ। यो त राख्ने कमिला अरे यो मछेले के भएर घमाएर हुँदा लाउने अनि हामी टिकटक बनाएर भाइरल हुम भनेको पल्टी कसेर बस न भलात्नी भएर यस्तो भान्जा हावै रहेछ तिमी पल्टी कसेर बस न भलात्नी भएर यस्तो भान्जा हावै रहेछ भलात्नी भएर बस न। अनि हामी टिकटक बनाउन आएको छु। अनि म चाहिँ आज राजेश हमालको भएन यस्ता हुन्छ डाइलेक्ट हान्न गइरहेको छु।